यो हो काँडे धनिया। यसलाई अङ्ग्रेजीमा ब्ल्याक कोरिएन्डर वा वाइल्ड कोरिएन्डर भनिन्छ। यसका फाइदा र बेफाइदाबारे थोरै चर्चा गरौँ। यसका फाइदाहरू: पाचनमा मद्दत। काँडे धनियाले पेटको ग्यास, अपच र पेट दुखाइमा राहत दिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने। यसले शरीरको प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ। रुगाखोकीमा उपयोगी। काँडे धनियाको काढा बनाएर पिउँदा रुगाखोकीमा राहत मिल्छ। वात रोगमा लाभदायक। जोर्नी दुखाइ वा वातजन्य समस्यामा उपयोगी मानिन्छ। एन्टिअक्सिडेन्ट गुण। यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ जसले शरीरलाई रोगबाट जगाउँछ र बुढौली ढिलो ल्याउँछ। यति धेरै फाइदा भएका काँडे धनियाका केही बेफाइदा पनि छन्। यसका बेफाइदाहरू हुन्: पाचनमा असर। अत्याधिक सेवन गर्दा पाचन प्रणालीमा असर पर्न सक्छ। गर्भवती महिलाका लागि हानिकारक। काँडे धनिया गर्भवती महिलाका लागि हानिकारक हुन सक्छ। गर्भवती महिलाले चिकित्सकको सल्लाह बिना खानु उचित हुँदैन। एलर्जी समस्या। केही व्यक्तिलाई काँडे धनियाबाट छाला र एलर्जीको समस्या हुन सक्छ। काँडे धनियामा पाइने भिटामिनहरू र पोषक तत्त्वहरू: भिटामिन ए आँखाको दृष्टि शक्ति सुधार्ने, छालाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ। भिटामिन सी शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छाला सुन्दर बनाउँछ र घाउ चाँडो निको पार्न मद्दत गर्छ। भिटामिन बी1 स्नायु प्रणालीलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ। भिटामिन बी2 छाला, कपाल र नङको स्वास्थ्यमा लाभदायक हुन्छ। क्याल्सियम, आइरन, फस्फोरस जस्ता पोषक तत्त्वहरू काँडे धनियामा पाइन्छन्। काँडे धनिया औषधीय रूपमा पनि प्रयोग हुने गर्छ। यसका औषधीय फाइदाहरूबारे थोरै चर्चा गरौँ। एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुण। सङ्क्रमण रोक्न मद्दत गर्छ। एन्टिअक्सिडेन्ट। यसमा एन्टिअक्सिडेन्ट हुन्छ। शरीरमा फ्री रेडिकल्स हटाएर क्यान्सर जस्ता रोगको जोखिम घटाउँछ। शान्त पार्ने गुण। मानसिक तनाव घटाउन काँडे धनियाले मद्दत गर्छ। मूत्रल गुण। काँडे धनियाले पिसाब लाग्ने प्रवृत्ति बढाएर शरीरबाट विषाक्त तत्त्वहरू घटाउँछ। कफ र रुगाखोकीमा उपयोगी। छातीको कफ निकाल्न मद्दत गर्छ। यस्ता उपयोगी गुण भएको वनस्पतिलाई आजै घरमा उमार्नुहोस् र यसको औषधीय गुणको फाइदा लिनुहोस्। साथै सबैलाई यो भिडियो सेयर गरेर फाइदा पनि बताउनुहोस्। धन्यवाद।